नमस्कार। आज लक्ष्मी पूजाको शुभकामना सबै नेपाली दिदीबहिनी दाजुभाइहरूलाई। आज म एउटा सानो कुरा भन्न गइरहेको छु। जब भगवान् श्रीकृष्ण 5 वर्षको हुनुहुन्थ्यो त्यति बेला मैया यशोदाले लक्ष्मी पूजाको लागि आफूसँगै बसाएर लक्ष्मीको पूजा गर्न लगाउनु भयो। अनि माता लक्ष्मी त्यहाँ प्रकट हुनुभयो अदृश्य रूपले, सिर्फ भगवान् श्रीकृष्णले मात्रै देख्ने गरी, र भन्नुभयो, प्रभु सधैँ म हजुरको पूजा गर्छु, तर हजुरद्वारा मलाई पूजा गरिएको यो मलाई स्वीकार्य छैन प्रभु भन्नुभयो। अनि श्रीकृष्णले भन्नुभयो, हे देवी, म यस धरतीमा यति बेला आमाको काखको आनन्द लिनको लागि आएको हुँ। त्यसैले मैया यशोदाको एउटा कुरो पनि काट्न सक्दिनँ। उहाँले मलाई पूजामा बसाउनु भएको छ, त्यो भएर मैले पूजा गर्नै पर्छ। यसमा तिमीले कुनै गुनासो नगर, किनकि प्रेम नै पूजा हो, पूजा नै प्रेम हो। तिमी मलाई सदैव प्रेम गर्छौ, म तिमीलाई प्रेम गर्छु। तिमी र ममा केही फरक छैन, हामी दुवै एकाकार हौँ। हामी दुवैको एकाकारबाट यो संसार टिकेको छ। जब जब यो संसारलाई एउटा माछोको आवश्यकता परेको थियो त मैले मत्स्य अवतार लिएँ पहिलोपटक। जब यो संसारलाई अमृत र विषको फरक देखाउन पर्ने थियो त मैले कच्छप अवतार लिएँ। जब हिरण्यकश्यपको वध गर्नु थियो त मैले नृसिंह अवतार लिएँ। जब हिरण्याक्षको वध गर्नु थियो त मैले वराह अवतार लिएँ। जब यो पृथ्वीलाई मर्यादाको पाठ सिकाउनु थियो त मैले मर्यादा पुरुषोत्तम राम बनेर आएँ। जब मर्यादा पुरुषोत्तम राम बन्ने बेलामा मलाई माता कैकेयीले 14 वर्षको लागि वनवास पठाएर मेरी माताबाट मलाई टाढा राखिन्। माताको ममताबाट मलाई टाढा रह्यो। मेरी माताले आफ्नो पुत्रको ममतालाई प्राप्त गर्न पाइनन्। त्यसैको पुरा गर्नको लागि, त्यही कमी पुरा गर्नको लागि 14 वर्षको लागि म मैया यशोदाको घरमा आएर बसेको छु। र यति बेला मैया यशोदाको सबै कुराहरू मैले मान्नुपर्छ। त्यो भएको हुनाले तिमीले यो पूजा स्वीकार गर भनेपछि, हस् प्रभु, हजुरको जो आज्ञा भनेर माता लक्ष्मी खुसी साथ स्वीकार गर्नुहुन्छ। अदृश्य रूपमा त्यहीँ बस्नुहुन्छ। अनि नन्दराय, मैया यशोदा र भगवान् श्रीकृष्ण मिलेर माता लक्ष्मीको पूजा गर्नुहुन्छ। जब पूजा सकिन्छ अनि लक्ष्मी माताले भगवान् श्रीकृष्णलाई सोध्नुहुन्छ, प्रभु हजुरको यस अवतारमा मेरो मिलन हजुरसँग कहिले हुन्छ त भन्दा, अब छिट्टै तिमी रुक्मिणीको रूपमा जन्म हुन्छौ। एउटा अंश अवतार राधाको रूपमा त भइसकेको छ प्रेमको बनाउनलाई। श्रीमतीकै रूपमा सँगै साथमा बस्नको लागि केही समय प्रतीक्षा गर्नुपर्छ। तिमी रुक्मिणी बनेर जन्मन्छौ। अब मैले मेरो कंस मामाको वध गरिसकेपछि अनि हाम्रो मिलन हुन्छ भन्नुहुन्छ। अनि माता लक्ष्मीले त्यसलाई स्वीकार गरेर प्रणाम गरेर फेरि वैकुण्ठ धाम जानुहुन्छ र नारायण विष्णुसँग बस्नुहुन्छ र रुक्मिणीको रूपमा जन्मिएर फेरि उहाँहरूको मिलन हुन्छ। जय श्रीकृष्ण। शुभ दीपावली। सबैलाई दीपावलीको शुभकामना छ। आज लक्ष्मी पूजाको दिन सबैलाई धन धान्य होस्, सुख शान्ति होस्, चाहेको कुरा पुगोस्। खाना, नाना, छाना यी 3टा समस्या कसैलाई कहिले नपरुन्।
त्योभन्दा बढी कसैले पनि नखोज्नु होला। हामी मरेको भोलिपल्ट हाम्रो धन कसको हुन्छ थाहा छैन, हामीसँग जाने केही पनि हुँदैन। त्यो भएर बढी लोभ नगरौँ। काम, क्रोध, लोभ, मोह, अहङ्कार, छल, कपट, निन्दा, ईर्ष्या, डाहा यी सबै कुरा त्यागिदिउँ। त्यो त्याग्नुलाई नै बलि भनिएको हो। हस् त, शुभ दीपावली।